होइन। हाम्रो त्यतिखेर 2065 64 सालको जति युवाहरू बाहिर जानुहुन्छ त्योभन्दा त्यसको रेट त कन्टिन्युसली बढिरहेको छ। अनि कस्तो हुँदो रहेछ भने अब कसले गर्दैन, हामी सबैजना नै बाहिर गइरहेको छ, उसले गरिदियो अरूलाई दोष दिने, यसले गरेन भन्ने त्यो टाइम चाहिँ सक्यो। अब चाहिँ वी हेभ टु गो ब्याक होइन, केही गर्नुपर्छ, हामीले नगरे कसले गर्ने। हाम्रो पेरेन्ट्सहरूले हामीलाई त बाहिर पठाउनु भयो, सेफ्टी छैन भनेर, त्यतिखेर ल राम्रो एजुकेसन छैन भनेर पठाउनु भयो, हामीले पनि हाम्रो बच्चाहरूलाई पठाउने त उनीहरू। अनि त्यसपछि नेपाल, अब नेपाल भनेर नेपाली नै हामीहरू नेपाली नै भनेर चिनिँदैनौँ भनेर नेपाल त हाम्रो होइन नि त होइन। सो हामीले चाहिँ फर्केर हाम्रो भावी जेनेरेसनको लागि पनि अलिकति राम्रो सिचुएसन क्रिएट गरौँ होइन। नेपालमै एउटा बेसिक निड्सहरू जस्तै एजुकेसन, हेल्थ, सेक्युरिटी भनेको चाहिँ बेसिक निड्सहरू हो नि त, त्यो पनि यही क्रिएट गरौँ र हामीले परिवर्तन ल्याउँछौँ। सो द्याट बाहिर जाने चाहिँ एकदम फिल्टर भएर पढ्न जाने अथवा केही सिक्न जाने र सिकेर आएर फेरि त्यता पछि आएर यही केही गरौँ भन्ने एउटा वातावरण चाहिँ क्रिएट गरौँ भन्ने चाहिँ मेरो इच्छा हो होइन। अनि अब अहिले नेपालमा त अब अहिले धेरै नै पोलिटिकल पार्टिजहरू छन्। अब आफूलाई पनि पोलिटिक्समा इन्ट्रेस्ट, यो केही परिवर्तन गरौँ भन्ने कुरा त धेरैलाई छ होइन, अहिलेको युथहरूमा चाहिँ एकदमै छ। त्यतिखेर हाम्रो जमानामा अलिकति हामी यङ हुँदाखेरि जसलाई थियो, तर अब हामी के गर्ने, मेरो सो कन्फ्युज के गर्ने त, हामीले गर्न चाहन्छौँ तर हामी त्यसरी गर्न पनि सक्दैनौँ। तर अहिलेको युवाहरूमा चाहिँ एकदमै यो पोलिटिकल एकदमै इन्ट्रेस्ट पनि देखाउनु भएको छ र एकदमै अवेर पनि हुनुहुन्छ, पोलिटिकली अवेर पनि हुनुहुन्छ अहिलेको युवाहरू होइन। अनि अब म आफूलाई पनि आएर अब कसरी कसरी अघि बढ्ने त, आफूलाई इच्छा छ, आफ्नो देश बनाऊ भन्ने छ, आफ्नो नेक्स्ट जेनेरेसनलाई पनि केही दिउँ भन्ने छ, तर कसरी अगाडि बढौँ भन्दाखेरि काहीँ त अफिलिएटेड हुनु पऱ्यो होइन। र मैले यो एकदमै अलिकति आफ्नो सेल्फ स्टडी गर्दाखेरि बोलेर होइन गरेर देखाउने नेता अथवा भनौँ न यो जसले चाहिँ अलरेडी पहिला यो हाइटमा आउनुभन्दा पनि अगाडि काम गरेर प्रुभ गर्नुभएको हाम्रो अहिले उज्यालो नायक कुलमान घिसिङ सर होइन, उहाँले यसरी गरेर देखाउने पार्टी नेता र उहाँले यसरी पार्टी खोल्नु भएको छ भनेर मैले थाहा पाउनु बित्तिकै जसरी त्यो नलेजमा आयो, म आई वाज भेरी एक्साइटेड कि म पनि अब हो म अहिले यसमा आबद्ध हुनुपर्छ। र त्यसपछि आबद्ध भएर उहाँहरू सँगसँगै अगाडि गएपछि बल्ल मैले सोचेको सपना चाहिँ पुरा हुन्छ भनेर मैले त्यतिखेर नै आफ्नो प्लान बनाएको थिएँ होइन, माइन्ड मेकअप गरेको थिएँ। र त्यही भएर म यो पार्टीमा आबद्ध छु। र मेरो पर्सनल एजेन्डाहरू चाहिँ जस्तो हाम्रो अलरेडी धेरै अगाडि मेरो उम्मेदवार साथीहरू भनिसक्नुभयो, एउटा चेन्ज जुन अब अहिले एकदमै यो हाइटमा आइरहेको कुरा चाहिँ जेन्जी आन्दोलन होइन। जेन्जी आन्दोलन र विगतमा भएका अरू यो पोलिटिकल क्रान्तिहरूले पनि हामीलाई के पोलिटिकल क्रान्तिहरू भयो तर इन्कम्प्लिट भएको टास्कहरू होइन, हाम्रो त्यसमै बेस हुन्छ। र अर्को भनेको चाहिँ नेपाल भन्ने बित्तिकै कल्चर के भन्छ यो नेचुरल चिजहरू होइन, कल्चर आफ्नो एकदम रिच इन हेरिटेज भन्ने जुन छ नि, यो बिल्डिङ्स रोड्सहरू भन्ने बेसिक निड्सहरू क्या। नेपाल भनेर के भनेर चिनिन्छ भन्दा जसले पनि हाम्रो प्राकृतिक सौन्दर्य हाम्रो के भन्छ यो कल्चरल हेरिटेज, रिच इन कल्चरल हेरिटेज हाम्रो धेरै लामो पहिलादेखिको हिस्ट्रीको एउटा ऊ छ, त्यसलाई नै हामीले नछोडिकन त्यसलाई नै हामीले मोडर्न टच दिएर हामीले के गरेनौँ भने चाहिँ त्यो त बिस्तारै बिस्तारै हिस्ट्रीमै रहन्छ नि त होइन। अब हिस्ट्रीको कुरालाई टुरिज्मको कुरालाई हिमाल छ तर त्यसलाई टुरिज्ममा कसरी इन्भल्भ गराउने त भन्ने कुरा चाहिँ हाम्रो पार्टीको पनि र मेरो पनि उद्देश्य छ होइन। अनि मैले यसरी बोलिराख्दाखेरि म आफूलाई एकदमै एकदमै कन्ट्रोल गर्न सकिरहेको छैन, भित्र भन्नुपर्ने धेरै कुराहरू छ। र हाम्रो अहिले चाहिँ म अब भक्तपुर 2मा नै बस्छु म होइन, भक्तपुर क्षेत्र नम्बर 2 लोकन्तरी वडा नम्बर 1बाट अहिले समानुपातिक उम्मेदवार हो म। र मेरो आफ्नो पर्सनल एजेन्डाहरू पनि म अलिकति यहाँहरूलाई भन्न राख्न चाहेँ। मेरो चाहिँ म आफू चाहिँ दन्त रोग विशेषज्ञ भएर अलिकति भिन्न, अरू त कमन छँदैछ होइन, म आफ्नो दन्त रोग विशेषज्ञ भएर पनि मुख स्वास्थ्य, मुख आफ्नो हेल्थ भनेको मुखबाट स्टार्ट हुन्छ होइन। मुख स्वास्थ्यको कुरामा पनि अलिकति जोड दिन चाहन्छु। हरेक मान्छेको मुखमा हेल्दी दाँत होइन र हुनु पर्यो, राम्रो मुस्कान र ओभरअल हेल्थमा पनि त्यसले उ गर्ने भएको भएर मेरो चाहिँ पर्सनली एउटा एक्स्ट्रा यो चाहिँ के हुन्छ भने सबैको कसैले पनि दाँत नराम्रो बनाएर दाँत दुख्यो भनेर बस्न नपरोस्। र दाँत भनेको चाहिँ एउटा बेसिक निड हो कि, लग्जरी होइन खान ओभरअल हाम्रो डाइजेसन ओभरअल हाम्रो हेल्थ चाहिँ डिपेन्ड्स अन हाम्रो मुखको स्वास्थ्य है, मुखको स्वास्थ्य। अहिले हाम्रो एकदमै हेल्थ वाइज एकदमै अवेर छौँ
त्यो बाहेक मुख स्वास्थ्य पनि यो कुरामा पनि म आफूले अलिकति आफ्नो वर्क गर्नेछु होइन, आफ्नो फिल्ड भएको भएर। र अगाडि पनि भनिसक्नु भएको छ हाम्रो टुरिज्मलाई चाहिँ कसरी मोडर्न टुरिज्म गर्ने, जसरी अहिले समयको अनुसारको निड छ होइन, कसरी गर्ने, हाम्रो सूचना यो डिजिटल मार्केटिङदेखि लिएर यो सबैलाई इन्कर्पोरेट गरेर टुरिज्मलाई पनि एउटा मोडर्न वेमा अहिले समय अनुसारको निड, अहिलेको युवाहरूलाई कस्तो टुरिज्म मनपर्छ त होइन, ट्रेकिङ गर्न जानुहुन्छ कि जान चाहनुहुन्छ कि नाइट क्याम्पिङ गर्न चाहनुहुन्छ कि होइन, त्यो हेरेर सेफ्टी त्यसरी त्यसलाई प्रवर्धन गर्नतिर पनि मेरो एउटा एजेन्डा हुन सक्छ। र त्यसमा चाहिँ कस्तो हुन्छ भने टुरिज्म एक ठाउँमा राम्रो ठाउँ छ, बाटो चाहियो, इन्फ्रास्ट्रक्चर चाहियो, सेक्युरिटी चाहियो, सबै कुरा पनि यिनीहरूमा पर्छ होइन। र अर्को भनेको चाहिँ युवा नेता भनेको युवाहरू भनेको चाहिँ देशको ब्याकबोन भन्छ कि हामीहरूले। अहिले युवाहरू भनेको चाहिँ फ्युचर नै अहिलेको युवाहरूमा छ नि त। जब अहिलेको युवाहरू नै विदेशमा गएर दुःख गएर हड्डी खाएर पछि घाइते भएर मात्रै फर्किनुहुन्छ, वी डोन्ट वान्ट द्याट होइन। अहिलेको युवाहरू यहीँ हाम्रै नेपालमा उहाँले आफ्नो जनशक्ति, आफ्नो विजडमहरू सबै यहीँ खर्च गर्नुहोस्, सो द्याट नेपाल डेभलप होस् र इन रिटर्न उहाँहरूलाई पनि एउटा डेभलप कन्ट्रीमा बस्न पाउने एउटा इन्भाइरोमेन्ट क्रिएट होस् भन्ने चाहिँ मेरो पनि एजेन्डा हो। र युवाहरूलाई बाहिर एकदम फिल्टर युवाहरू जानु पऱ्यो, जो त जान चाहनुहुन्छ, बाध्यताले जानुपर्ने एउटा सिचुएसन छ नि, त्यो चाहिँ हामीले एन्ड गर्नै पर्छ होइन। रहरले जाने, बाहिर जाने, सिक्ने, बाहिर जानु पनि नराम्रो कुरा त होइन, युको बाहिर जानुभयो भने सिक्नुहुन्छ, देख्नुहुन्छ, जान्नुहुन्छ, तर म नेपाल फर्किन सक्ने सिचुएसनै छैन, त्यही भएर म जाँदिनँ, म जसरी पनि यहीँ बस्छु भन्ने एउटा कुराको चाहिँ अन्त्य गर्न चाहिँ मेरो एकदमै इच्छा छ यो चाहिँ होइन। र अर्को कुरा भन्दा हाम्रो कल्चरल एकदमै नेपाल भनेको त एग्रिकल्चरली रिच कन्ट्री हो नि त होइन। नेचुरल उसमा जति पनि हामीले इन्फ्रास्ट्रक्चर यता डेभलप मोडर्न डेभलपमेन्टहरू त हुँदैछ, तर एग्रिकल्चरलाई चाहिँ पछाडि छोड्नु हुँदैन। एग्रिकल्चरमा पनि मोडर्न टेक्नोलोजिजहरू इन्कर्पोरेट गर्नु एकदमै जरुरी हुन्छ। अनि हामी एग्रिकल्चरली हाम्रो हाफ अफ द हामीले धेरै मेजोरिटी चाहिँ फार्मर्सहरू भन्छौँ, तर हामीले सबै कुराहरू चाहिँ इम्पोर्ट गरिरहेको हुन्छ होइन। हाम्रो आफ्नै फार्मर्सहरू, आफ्नै किसानहरूलाई चाहिँ उसमा पारेर आफ्नो सबै कुरा हामीले इम्पोर्ट गर्छौँ, त्यो त सही होइन नि त, त्यो पनि रोक्नुपर्छ। त्यसको लागि पनि बनाउने अवेरनेस क्रिएट गर्ने र के गरेर चाहिँ आफ्नो कन्ट्रीमा सस्टेनेबली आफ्नो कन्ट्रीमा आफ्नै प्रडक्सन युज गर्ने इन्भाइरोमेन्ट क्रिएट गर्ने पनि एउटा मेरो लक्ष्य छ। अनि अर्को चाहिँ मैले अब अलिक फेरि हेल्थकै कुरा आयो, हेल्थ होइन, यो सिजन हरेक वर्ष डेङ्गी भनौँ, यो भनौँ, त्यो भनौँ, झाडा पखाला, यो यस्तो कुराले चाहिँ एकदमै हामीहरूको कस्तो हुन्छ भने यो त एकदम सिम्पल कुरा हो क्या, यो सेनिटाइजेसनको हेल्थको कुराहरू भयो। अहिलेको सिचुएसनमा झाडा पखाला लागेर धेरै मान्छेहरू, बच्चाहरू बित्नु भनेको त एकदमै अलिकति हामीले सुहाएन नि त, यो कुरा त हामी ठुलो कुरा गर्छौँ होइन। त्यही भएर यो कुरामा पनि हेल्थमा पनि म अलिकति फोकस हुन चाहन्छु, र यस्तो सिम्पल कुराहरूले चाहिँ कसैको पनि ज्यान नजाओस्।